2082 साल बडा दशैंका उपलक्ष्यमा देश विदेशमा रहनुभएका सबै दाजुभाइ दिदीबहिनीलाई दशैंको उपलक्ष्यमा सबैलाई मङ्गलमय शुभकामना आशीर्वाद दिन चाहन्छु। यसपालि हामीले चाहिँ टीका लगाउनु भएन। अब ममतामयी माता 100 वर्ष पुग्नुभएकी माता बित्नुभयो आफ्नै बन्धु बान्धवभित्र, त्यही भएर हामीले चाहिँ टिको लगाएनौँ यसपालि। अब टिको लगाउनेहरूले लगाए ठिकै छ, हामीले चाहिँ लगाएनौँ। म चाहिँ को भने हरिप्रसाद खरेल कि बुहारी, माइली बुहारी। मेरी आमैलाई कान्छी आमै भनेपछि विश्वले चिन्ने उहाँकै माइली बुहारी पर्छु म। हामीले टिकासिका केही लगाएनौँ, टिकाहरू लगाएन। के गर्नु, अब कति कस्तो भएका छन्। अब अहिलेको टिको नलाउँदैमा केही हुँदैन, सबैलाई दुःखै थियो। दुनियाँ देशमा कति आमाहरू छोराछोरीका उसले रोका थिए, उनीहरूको त दसैँ आउँदैन। हाम्रो त आगौँ साल आउँछ, आगौँ साल आउँला भनेर नै बसेका छौँ। अब यति भनेरै म दसैँ मनाउने सबै दाजुभाइ दिदीबहिनीलाई मङ्गलमय शुभकामना, मेरो धेरै धेरै धन्यवाद, आशीर्वाद दिन चाहन्छु। धन्यवाद।